केही समयको यात्रापछि आयान र सिया काठमाडौँ पुग्छन्। आयानले सियालाई घरमा लिएर जान्छ र आमा बाबासँग भेट गराउँछ। आयानले सियाको बारेमा घरमा भनेको हुन्छ। जब सियाको एक्सिडेन्ट भएर आयान पोखरा जाँदै थियो, बाबा आमाले पनि आयान र सियाको प्रेम बुझ्नुहुन्छ। अर्को दिन आयानले सियालाई लिएर त्यही मन्दिर लिएर जान्छ जहाँ उनीहरू पहिले गफ गर्दै बसेका थिए। आयान मुस्कुराउँदै सियाको अगाडि उभियो। हामीले धेरै आधी बेरी पार गर्यौं सियाको आँखामा खुसीका आँसु चम्किए। त्यसपछि आयानले पकेटबाट एउटा औँठी निकाल्यो। के तिमी जीवनभर मेरो साथ दिन्छौ? आयानले सियाको हात समाएर भन्यो। सियाले मुस्कुराउँदै भनिन्, त्यो प्रश्नको उत्तर त मेरो मुटुले धेरै पहिले दिइसकेको थियो। केही समयपछि उनीहरूको विवाह परिवार साथीभाइ आफन्तहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न हुन्छ। विवाहको मण्डपमा सियाले आयानको हात समाउँदै भनिन्, हामीले जति दुःख भोग्यौं ती सबैले हाम्रो मायालाई झन्झन बलियो बनाएको महसुस भएको छ, जसले आजको दिन आएको छ। आयान हल्का मुस्कुरायो, किनभने हरेक कठिन यात्राको अन्त्यमा तिमी थियौ। आयानले सियाको आँखामा हेरेर भन्यो। हल्का हल्का वर्षा भइरहेको थियो। उनीहरूको प्रेमको सम्झना जस्तै यसपटक पीडा होइन, खुसी थियो। रेहान पनि टाढाबाट उनीहरूको खुसी देखेर मुस्कुराइरहेको थियो। उसले अन्ततः स्वीकार गरिसकेको थियो कि साँचो माया भनेको कसैलाई आफ्नो बनाउन खोज्नु मात्रै होइन, उसको खुसीमा खुसी हुन सक्नु हो। आयान र सियाको जीवनको नयाँ यात्रा सुरु भएको थियो र उनीहरू दुवै खुसी साथ एक अर्कालाई साथ दिँदै अघि बढे।